नमस्कार सबैजनालाई। म ज्ञानेश्वर पौडेल ब्रिजबेन अस्ट्रेलियाबाट। आज म हजुरहरू समक्ष एउटा सानो भिडियो मार्फत नेपालमा भएको जेनजी आन्दोलन र त्यसपछि नेपालमा देखिएको राजनीतिक घटनाक्रमको बारेमा आफ्नो विश्लेषण प्रस्तुत गर्न चाहन्छु। मेरो सोच र मेरो जीवन बुझाइ अनुसार मैले बुझेको के हो भने राजनीति र राजनीतिक घटनाक्रम साह्रै नै तरल र भोलाटाइल हुन्छ, जुन अहिले जे देखिन्छ त्यसको केही समयमा त्यसको ठ्याक्कै उल्टो पनि हुनसक्छ। जस्तो अहिले यो जेनजी आन्दोलनपछिको नेपालको राजनीतिक परिदृश्यले त्यो प्रमाणित पनि गरिरहेको जस्तो मलाई लाग्छ। आन्दोलन भयो, ठुलो जनधनको क्षति भयो, पुराना र ठुला भनिएका पार्टीका नेता कार्यकर्ताहरू आफ्नो ज्यान र धन जोगाउनको लागि भाग्नुपर्ने, बचाउनुपर्ने स्थितिसम्म पुगे र अहिले त्यसपछि यो 3-3.5 महिनासम्मको स्थितिमा नेपालको राजनीतिक घटनाक्रमलाई मैले 3वटा महत्त्वपूर्ण पाटोको रूपमा देखेको छु, जुन म हजुरहरूसँग राख्दैछु। सबभन्दा पहिला कुरा गरौँ नेपालको सबभन्दा ठुलो र पुरानो राजनीतिक दल नेपाली कांग्रेसको बारेमा। आन्दोलन भयो, पुराना दलका सबै नेताहरू बिस्तारै हाइबरनेसनमा गए, बिस्तारै बच्नु र बचाउनतिर लागे। यसै बिचमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा सोसल मिडिया मार्फत नेतृत्वको गल्ती भयो, अब यो आन्दोलनको माग अनुसार हामी पनि सुध्रिनुपर्छ र रूपान्तरित भएर महाधिवेशन र विशेष महाधिवेशन गरेर जनताको नजिक जानुपर्छ भन्दै आउनुभयो। उहाँको स्वरले केही समयसम्म राम्रो साथ पनि पाए जस्तो मलाई लाग्छ, तर बिस्तारै समय बित्दै जाँदा उहाँको स्वर बिस्तारै मधुरो हुँदै गइरहेको छ। कांग्रेस आफैमा कन्फ्युज्ड भइरहेको छ। महाधिवेशन गर्ने, विशेष महाधिवेशन गर्ने अथवा नगर्ने, संसद पुनर्स्थापना जाने, हजार चिजहरू हजारतिर दौडिरहेका छन्। एउटा ट्र्याक चाहिँ कांग्रेसभित्र देखिएको छैन। हो, ठुलो पार्टी हो, उसले आफ्नो कमब्याक गर्न सक्छ, तर अहिलेको लागि चाहिँ म के देख्छु भने नेपाली कांग्रेस हाइबरनेसनमा छ र कन्फ्युज स्थितिमा बसिरहेको छ। अब कुरा गरौँ दोस्रो ठुलो पार्टी नेकपा एमाले। नेकपा एमाले आन्दोलन हुने बेलामा प्रधानमन्त्रीको दल, देशको कार्यकारी बागडोर हातमा लिएका केपी ओलीको पार्टी। आन्दोलन भएपछि सबभन्दा ठुलो इम्प्याक्ट नेकपा एमालेलाई परेको थियो र नेकपा एमालेका नेता कार्यकर्तालाई जतिको अप्ठ्यारो भाग्नुपर्ने स्थिति अरू सायद कुनै दलका नेताहरूलाई अथवा कार्यकर्ताहरूलाई परेको थिएन। प्रधानमन्त्री आफै पनि सेनाको हेलिकप्टर मार्फत कहीँ सुरक्षित स्थानमा जानुभयो, नेपाली जनमानसले बुझ्ने भाषामा भाग्नुभयो। त्यही बिचमा एकजना नयाँ विवादास्पद नायकको उदय भयो नेकपा एमालेको लागि, महेश बस्नेतको रूपमा। उनका स्टाटसहरू, उनका भनाइहरू अतिरञ्जित पनि छन् र अहिलेको सिचुएसन अनुसार त्यो राम्रो पनि होइन, तर उनीले नेकपा एमालेलाई हाइबरनेसनबाट बाहिर लिएर आए र केपी ओलीलाई जसको राजनीतिक करियर अब सकियो कि भन्ने स्थितिमा पुगिसकेका केपी ओलीलाई फेरि ब्याक टु ठुलो गर्जनका साथ जसरी उनी पहिला भन्ने गर्थे त्यसरी नै जनताको समक्ष आउनलाई सहयोग गर्यो, धेरै ठुलो सहयोग गर्यो। अरू कुनै पार्टीका नेता कार्यकर्ताले नगरेको काम महेश बस्नेतले गरे र त्यसको पुरस्कार उनले पाए पनि छन्। उनी अब नेकपा एमालेको सचिवको रूपमा महाधिवेशनबाट चुनाव जितेर आइसकेका छन्। यही बिचमा नेकपा एमालेले महाधिवेशन पनि सक्यो, केपी ओली फेरि पुनः अध्यक्षका रूपमा पनि पहिलाभन्दा बलियो रूपमा प्रस्तुत भएर आए। तर नेकपा एमाले चाहिँ महेश बस्नेतको कारणले गर्दा अहिलेको स्थितिमा छ भन्नुपर्दा सायद त्यो गलत चाहिँ हुँदैन जस्तो मलाई लाग्छ। अब तेस्रो मोड कहाँनिर आयो भने नेपालको राजनीतिक मोडमा अहिले महत्त्वपूर्ण मोडको रूपमा जब रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति जेलबाट रिहा भए र लगत्तै उनले राजनीतिक भेटघाटलाई तीव्रता दिए। हिजो भर्खर राष्ट्रिय स्वतन्त्र पार्टी अथवा रवि लामिछानेको पार्टी र बालेन शाहबीच 7 बुँदे सहमति पनि भयो। यो 7 बुँदे सहमति चाहिँ नेपाल र नेपालको भविष्यको लागि एउटा ठुलो र महत्त्वपूर्ण दस्तावेज हो, किनभने यी दुई नेता भनेको नेपाली जनता र नेपालले ठुलो आश गरेका भविष्यको हुन सक्ने, भविष्यमा विकास देशलाई राम्रो गर्न सक्ने नेताको रूपमा हेरेका दुईवटा नेताहरू हुन्। उनीहरू एकसाथ भएर चुनावमा जाँदैछन् भनेको नेपाल र नेपाली जनताको लागि खुसीको कुरा हुन सक्छ। तर यो 7 बुँदे सहमतिले दुईवटा नेताहरूलाई पनि ठुलो फाइदा, एकअर्काको लागि फाइदा लिएर आएको छ। जस्तो बालेन शाह
काठमाडौँ महानगरपालिकाका मेयर हुन्। राष्ट्रिय रूपमा जानको लागि र अहिलेको चुनावी प्रणाली मार्फत प्रधानमन्त्रीको पद पाउनको लागि, देशभरि शासन गर्नको लागि, कार्यकारी अधिकार लिनको लागि एउटा पार्टीलाई लिएर जानुपर्छ जसको बेस भइसकेको होस्। किनभने समानुपातिकबाट पनि 100 भन्दा बढी सांसदहरू आउँछन्, जसले गर्दा पार्टीको स्टाटसमा ठुलो असर पर्छ। र उनले त्यो बुझेर नै राष्ट्रिय स्वतन्त्र पार्टीलाई चुने। किनभने राष्ट्रिय स्वतन्त्र पार्टी एउटा नयाँ आशाका साथ आएको पार्टी हो र उसँग अहिलेको स्थितिमा भन्नुपर्दा राम्रो जनाधार पनि छ र बालेनले त्यसलाई युज गरेर प्रधानमन्त्री हुन सक्ने सम्भावना देखेर नै गएका हुन्। र त्यो एक हिसाबले यदि उनी प्रधानमन्त्री भएर देशको लागि केही गर्न चाहन्छन् भने एउटा बेस्ट चान्स उनको लागि पनि हो र देशको लागि पनि हो। भने रवि लामिछानेको लागि जेल परे र सहकारी मुद्दामा गलत थिएनन् पछि पत्ता लाग्ला, तर उनको सहकारी मुद्दाले राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछाने दुवैलाई केही इम्प्याक्ट चाहिँ पारेको छ र बालेनलाई ल्याएर प्रधानमन्त्रीको रूपमा अगाडि सारेर आफू ब्याकमा बसेर पार्टीलाई सङ्गठित गरेर फ्युचरको लागि एउटा त्यागी नेता अथवा एउटा ठुलो नेताको रूपमा आफूलाई प्रस्तुत गर्न, इस्टाब्लिस गर्न रवि लामिछानेको लागि पनि यो ठुलो अपर्च्युनिटी हो। र दुवैजनाले प्लेटफर्मको युज गरेर फ्युचरको लागि आफ्नो स्टाटस मेन्टेन गरेर देशको विकासको लागि केही गर्नुहोस्। मलाई पनि त्यो आश छ हजुरहरूबाट र शुभकामना पनि छ। अर्को कुरा के चाहिँ हो भने नेपालमा अथवा अन्य कुनै देशमा पनि राजनीति भनेको साह्रै जटिल चिज हो। अहिले जसरी अङ्गामाल गरेर 7 बुँदे सहमति गरेर हिँड्नु भएको छ, भोलि व्यक्तिगत इगो र पदको लोभले गर्दा यो सुखद मिलन दुःखद बिछोडमा चाहिँ परिणत नहोस्, यो चाहिँ मेरो कामना हो। यसै बिचमा अरू साना राजनीतिक घटनाक्रमहरू पनि भए नेपालमा, जस्तै नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नयाँ पार्टी नेकपा, जसको त्यति ठुलो इम्प्याक्ट राजनीतिक घटनाक्रममा हुन्छ जस्तो मलाई लाग्दैन। तैपनि नेपालको राजनीतिक घटनाक्रमको केही ठेगान हुँदैन। भोलि कमान्डिङ फोर्स, रिजल्ट दिन सक्ने खालको फोर्स भनेर डिसाइसिभ फोर्स भएर आउनु पनि सक्नुहुन्छ उहाँ। तर अहिलेको लागि चाहिँ उहाँको यो नेकपाको ठुलो इम्प्याक्ट चाहिँ मैले देखिनँ। दोस्रो, कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र उहाँको पदमोह। यदि समाचारमा आए जस्तै कुरा सत्य हो भने प्रधानमन्त्री पद नपाएको कारणले गर्दा मिल्न सक्नु भएन भन्ने कुरा आएको छ भने कुलमान घिसिङ अहिले नै प्रधानमन्त्री भएर देशलाई हाँक्नको लागि उहाँसँग त्यो जनाधार चाहिँ छ जस्तो मलाई लाग्दैन। हुन पनि सक्छ, गरेर देखाउन पनि सक्नुहुन्छ, विद्युत प्राधिकरणमा देखाउनु भएको। तर अहिलेको लागि चाहिँ उहाँ यदि मिलेर जाने हो भने चाहिँ मलाई प्रधानमन्त्री नै दिनुपर्छ, उज्यालो नेपाल पार्टीमा भएका सबैजना जो जति छन् सबैलाई ठुल्ठुलो पोस्ट नै पाउनुपर्छ भन्नुहुन्छ भने त्यो मलाई चाहिँ गलत हो जस्तो लाग्छ। अर्को कुरा, हर्क साम्पाङ, तरानका मेयर हर्क साम्पाङ, उहाँको जबरजस्ती पनि नेपाल राजनीतिक घटनाक्रममा एकदमै ठुलो रूपमा देखिरहेको छ। मलाई प्रधानमन्त्री बनाइदेऊ, म प्रधानमन्त्री हुन्छु, गर्छु भन्नुहुन्छ। तर एज अ जनरल अब्जर्भर चाहिँ उहाँ प्रधानमन्त्रीलाई लायक क्यान्डिडेट चाहिँ हो जस्तो मलाई चाहिँ लाग्दैन। तैपनि उहाँ लागिरहनु भएको छ, उहाँलाई पनि शुभकामना छ। र लास्टमा अहिले मैले देखेको सबभन्दा आपतको स्थितिमा हुनुहुन्छ प्रधानमन्त्री सुशीला कार्की। महिला प्रधानमन्त्री हुनुभयो, क्यापेबल हुनुहुन्छ, कानुनको ज्ञाता हुनुहुन्छ, सबै चिज छ। तर प्रब्लम के भयो भने अहिलेको जस्तो जटिल र कठिन परिस्थितिमा प्रधानमन्त्री पद सुशीला कार्कीलाई गाँडो भएको छ, एकदमै ठुलो गाँडो भएको छ। उहाँलाई पनि जति सक्दो छिटो चुनाव गरेर र यो सत्ताको बागडोर हस्तान्तरण गरेर ह्याप्पी रिटायरमेन्ट लिभिङ सायद उहाँले खोजिरहनु भएको छ जस्तो लाग्छ। उहाँलाई पनि शुभकामना छ, चुनाव टाइममा होस् र अरूले सत्ता हस्तान्तरण गरेर हजुर चाहिँ रिटायरमेन्ट लाइफ इन्जोय गर्नुहोस्। र अब चुनाव भयो भने त्यो चुनावले काङ्ग्रेसको अहिले कन्फ्युजनको रिजल्ट अथवा इम्प्याक्ट काङ्ग्रेसलाई कति पर्छ, एमालेको जनस्तरमा गएर हुने लिटमस टेस्टको रिजल्ट र रवि र बालेनको नेसनल रूपमा हुने रियल पावर टेस्ट हेर्न चाहिँ महत्त्वपूर्ण हुनेछ र त्यसले देशको भविष्य पनि निर्धारण गर्नेछ भन्ने मलाई लाग्छ। हस्त, जय देश, जय नेपाल।